वेदान्तको सिद्धान्त सम्झाउने क्रममा आचार्यले के भन्नुभयो हामीलाई कि वेदान्त सिद्धान्त निरुक्तिरेषा ब्रह्मैव जीव सकलं जगच्च अखण्डरूप स्थितिरेव मोक्षो ब्रह्मा द्वितीये श्रुतया प्रमाणम् ब्रह्मा द्वितीये श्रुतया प्रमाणम्। सूत्र रूप में यहाँ सिद्धांत दियो कि वेदांत सिद्धांत ब्रह्मैव जीवः, जीव ब्रह्मै हो र सकल जगत चराचर जगत पनि ब्रह्मै हो। किन ब्रह्मै हो? ब्रह्म मात्र भएकाले। जीव र जगत कस्तो सत्ता हो? कल्पित सत्ता हो। कस्तो सत्ता हो? कल्पित सत्ता हो। अविद्याको कारण देखिएको सत्ता हो। अविद्या नष्टे सति तत्र ब्रह्म साक्षात्कारः सत्वात्। स्पष्टम। अनि मोक्ष के हो? अखण्ड रूप स्थितिरेव मोक्षः। अहंकार अहम तत्वको विनाश गरेर अखण्ड रूपमा उपलब्ध हुनु नै मोक्ष हो, बोध रूपमा। र ब्रह्म द्वितीय श्रुतय प्रमाणम, र ब्रह्म एउटा अद्वितीय छ। एकमेवा द्वितीयम ब्रह्म, श्रुति ब्रह्म एक अद्वितीय छ, त्यति त हो। ल सूत्र निसार वेदान्त सिद्धान्तको सार ब्रह्म अद्वितीय छ, अखण्ड रूपमा स्थिति हुनु मोक्ष हो, ब्रह्म र जीव जगत एउटै कुरो हो भन्ने आयो। र यति गुरुदेवले भनिसकेपछि अब ग्रन्थको शैली कस्तो छ? गुरु शिष्य संवादमा छ। र शिष्यले प्रश्न गरेर अनि गुरुजीले त्यसको उत्तर दिने प्रक्रियामा छ। यत्रो सुन्दा विद्यार्थीलाई अब बोध भयो, कुरो बुझियो नि त हो। उनले आभार व्यक्त गरेको प्रकरण बोधोपलब्धि। बोध भइसकेपछि कस्तो भयो त अब भन्दा इति गुरुवचनात् श्रुति प्रमाणात् परमवगम्य सतत्वमात्मयुक्त्या प्रशमितकर्ण समाहितात्मा क्वचिदचलाकृतिरात्मतिष्ठतो भूत्। पुष्पिताग्र ल इति गुरुवचनात् श्रुति प्रमाणात् इति इत्थं प्रकारेण यसरी गुरुवचनात् गुरुवचनात् श्रुति प्रमाणात् श्रुति वचन द्वारा अथवा श्रुति प्रमाणयुक्त गुरुवचन द्वारा। यो कस्तो न सनातन धर्मको निष्ठा हो भने गुरुले पनि श्रुतियुक्त गुरु नै बोल्नुपर्छ। किनभने ज्ञान सनातन कालदेखि एउटै हो। जसले भन्दा पनि भन्ने कुरो एउटै हो। वक्ता जो भए पनि श्रुतिको केन्द्रबाट बोल्दा कुरो एउटै नै हुन्छ। शैली आफ्नो हुन सक्छ र प्रतिपादन गरेको विषय एउटै हुन्छ। आफ्नो मौलिक वचनहरू बोलियो भने त्यो प्रमाद हुन सक्छ। त कतै कतै हामी सुन्छौं मौलिक बोल्नुपर्छ, अनुभव भन्ने कुराहरू हाम्रो निरस्त भइसके। अनुभव भनेको सब आनुमानिक हुन्छन्, कल्पना हुन्छन्, त्यो प्रमाण हुँदैन। अनुभवलाई प्रमाण मानिदैन। र आचार्यले पनि श्रुति प्रमाण अनुसार बोल्नुपर्छ। किनभने त्यो ज्ञान सार्वभौम हो, ज्ञान साझा हो। र त्यो ज्ञान जस्ताको तस्तै समाजमा उपलब्ध भयो भने जसले पनि अभ्यास गर्न सक्छ, अर्को मान्छेलाई लाभ हुन्छ भन्ने अर्थमा श्रुति प्रमाणात् गुरुवचनात् परम अवगम्य सतत्वम आत्मयुक्त्वा सततम आत्मयुक्त्या परम अवगम्य, आफ्नो तत्वसहित युक्ति द्वारा परम तत्वलाई जानिसकेपछि, अगाडि हामीले कुरा गर्यौं नि,
छात्रले साधकको युक्ति हुनुपर्छ, उसले विवेचन गर्नुपर्छ र गुरुवाक्य र शास्त्र वाक्य श्रवण गरेपछि आफ्नो युक्तिद्वारा विचार गरेर त्यसलाई युक्तिको क्रममा प्रमाद हुन सक्छ, त्यो प्रमादलाई पनि सावधान भएर मैले के कुरोलाई निष्कर्षको रूपमा ग्रहण गर्दैछु त्यसलाई फेरि साधकले परीक्षण, सम्परीक्षण, पुनरावलोकन, पुनर्विचार गर्नुपर्छ कैयौं खेप। कहिलेकाहीँ मैले यस्तो बुझेँ भनेको कुरो त्यो नहुन पनि सक्छ। कहिलेकाहीँ मैले निकाल्छु नि निष्कर्ष पढेर, हो हामीले पढेर बुझ्यो है भनेको कुरो कहिलेकाहीँ त्यो नबुझिएको पनि हुन सक्छ। त्यसकारणले मैले बुझिसक्दा पनि श्रुति अनुकूल भएर बुझेँ कि आफ्नै तरिकाले बुझेँ भन्ने कुरोमा सावधान हुनुपर्छ। सनातन परम्परा त्यो हो। र यहाँ वक्ताहरूले बोल्दा कहिले पनि स्वानुभूति बोल्ने परम्परा छैन। पूर्वाचार्यहरू यसो भन्दथे, शास्त्रले यसो भन्थ्यो, हो सुतजीले बोल्दा सुकदेवजी यसो भन्नुहुन्थ्यो, मैत्रेय ऋषि बोल्दा भगवान यसो भन्नुहुन्थ्यो, नारद बोल्दा यस्तो थियो भनेर पूर्वाचार्यलाई आधारीकृत भएर बोल्दछन्। किन भने व्यक्तिलाई आश्रय मानेर ज्ञानको अवहेलना नहोस् भनेर नि। किनभने श्रुति वाक्य सबै व्यक्तिले अभ्यास गर्ला नगर्ला त्यो कुरो हुँदैन, तर व्यक्तिले संकेत गरिदिन त सक्छ। जस्तै कसैले बाटो देखाइदिने मान्छे त बाटोमा हिँडिरहनु पर्दैन नि। ऊ माथि गएर शिवपुरी कता भन्दा यता भन्यो, तिमी यता गयो शिवपुरी पुग्यौ, ऊ त त्यहीँ पनि रहन सक्छ नि त, बुझ्यौ? यता भन्ने मान्छे जस्तो हो क्या गुरु शास्त्र आदि। र युक्तिद्वारा अभ्यास गरेर, युक्तिद्वारा विचार गरेर परम अवगम्य परम तत्त्वलाई जानिसकेपछि प्रशमित कर्ण समाहितात्मा, शास्त्र सुन्यो, वाक्य सुन्यो, विचार गर्यो होइन, अनि फल के मिल्यो? प्रशमित कर्ण, सम्पूर्ण इन्द्रियहरू प्रशमित भए, शमित भए, शान्त भए, शान्त इन्द्रिय भएको फल के मिल्यो? समाहितात्मा, आत्मरूपमा ऊ के भयो? आत्मरूपमा उपलब्ध भयो। क्वचिद अचलाकृति आत्मनिष्ठतो भूत, अचल अविचल शान्त स्थिति अचलाकृति मा विद्यमान रह्यो। अनि त्यतिकै एक खालको शान्ति प्राप्त भएपछि मौन जस्तो, अलिक शान्त जस्तो, स्थिर जस्तो, जड जस्तो स्थिति रहँदा अगाडि वर्णन गर्नुहुन्छ कस्तो हुँदो रहेछ है बोधोपलब्धि भन्दा। कञ्चित् कालं समाधाय परे ब्रह्मणि मानसं व्युत्थाय परमानन्दादिदं वचनमब्रवीत्। परे ब्रह्मणि कञ्चित् कालं मानसं समाधाय, यत्रो पूर्व 479 सम्म गुरुवचन सुनिसकेपछि बुद्धिद्वारा युक्तिद्वारा आत्मतत्त्वलाई बोध गरिसकेपछि शान्त भएर स्थिर भएर केही समयसम्म कञ्चित कालम परब्रह्ममा चित्त समाहित भएर स्थिर शान्त भएर अनि फेरि उठेर परमानन्दमय स्थितिबाट उठेर यसो भन्न लागे, कसले? इदम वचनम अब्रवीत। कः? शिष्यः। कः? शिष्यः साधकः उत्थाय इदम वचनम अब्रवीत, उठेर यस्तो वाक्य बोल्न थाले। अब यत्रो बेर सुनेका कुराद्वारा के बुझियो भन्ने कुरो, त्यसको अभिव्यक्ति, बोध र अभिव्यक्ति। बोध भो, अब बोधको अभिव्यक्ति गर्दैछन् साधकले। के भयो अरे? बुद्धिर्विनष्टा गलिता प्रवृत्तिर ब्रह्मात्मनोरेकतयाधिगत्या इदं न जाने क्यनिदं न जाने किं वा कियद्वा
सुखमस्त्यपारम्। व्यवहारमा पनि बुझ्नुपर्छ। यसरी बुझिँदो रहेछ भन्ने बुझ्यो हैन। अभ्यास गरेर क्रमशः यो फल मिलेको हुनुपर्छ। अहो बुद्धिर्विनष्टा गलिता प्रवृत्ति ब्रह्मात्मनो एकतयाधिगत्या। ब्रह्म र आत्माको एकता अवगमन भइसकेपछि, ब्रह्मात्मैक्य स्थिति प्राप्त भइसकेपछि, गुरुदेव मेरो बुद्धिर्विनष्टा, मेरो बुद्धि नाश भयो हो। बुद्धि म अब अर्पण गर्छु भीष्मले भने जस्तो। किनभने बुद्धिलाई नै पुरञ्जनोपाख्यानमा पनि पुरञ्जनी स्त्रीको संज्ञा दिइएको छ बुद्धिलाई हो। बुद्धिले गर्दा मान्छे धेरै उतार चढाव झेल्छ र कर्तृत्व र ममत्वको केन्द्र बुद्धि बन्दछ। कस्तो बुद्धि? जगत बुद्धि। महामती प्राणनाजीले गुण फिरावामा इन्द्रिय गुण पनि नराम्रा होइनन्, तर जगतप्रति आकृष्ट गुणहरू नराम्रा हुन् भनेर सरलीकरण गरिदिनु भयो। पूर्वाचार्यहरूले बुद्धिलाई, मनलाई, इन्द्रियलाई गाली गर्दै आइरहेका थिए। प्राणनाजीले भनिदिनु भयो बुद्धि पनि मेरो अब संसारपट्टि फर्किएको नष्ट भयो है हो। अब मेरोमा श्रुति बुद्धि, भगवत बुद्धि, बोध बुद्धि, बुद्धि सकियो। ए यो यस्तो रहेछ, ए यो उस्तो रहेछ, ए यसले यस्तो गरो भन्छौँ नि त हामी, हो कि होइन? त्यो त अर्काको विषयमा गरिएका विचार त सबै आनुमानिकम भनिगइयो हो। स्वयंले स्वयंलाई जान्ने हो, अरूले त केवल के गर्ने हो? अनुमान गर्ने हो। गुरुले, शास्त्रले सल्लाह दिने हो र सल्लाह माने श्रद्धापूर्वक त्यसलाई ग्रहण गरे ज्ञान प्राप्ति हुने हो। श्रद्धावान लभते ज्ञानम, नभए खासै केही परिवर्तन आउँदैन। र सम्यक विचार गरेर हेर्दा मेरो बुद्धि नष्ट भयो गुरुदेव, मैले यो कुरो माने। गलिता प्रवृत्ति, मेरो प्रवृत्ति सारा गलित भयो। प्रवृत्ति गल्यो भने इन्द्रिय ग्रामको जो विषय प्रवृत्ति थियो, 11 इन्द्रियले जो विषय सेवन गरेको थियो, ती इन्द्रियहरू गलित भए, शिथिल भए, ढले। मेरो प्रवृत्ति नाश भयो। र मैले के बुझेँ भन्दा मैले केही पनि बुझिनँ। इदम नजाने, यो शैली हो क्या। भागवतमा पनि 10औं स्कन्धमा ब्रह्माजीले यस्तो मैले केही जानिनँ भनेर सबै थोक जानेको कुरो आउँछ क्या थिएन। जान्नेले खुब जाने होला, तर मैले त केही पनि जानिनँ भगवान, तपाईको लीला के हो, स्वरूप के हो, गति के हो। जान्नेहरूले प्रवचन गरून्, तर मैले केही जानिनँ भनेर 40 श्लोकमा स्तुति गरे क्या ब्रह्माजीले। जानन्त यो जानन्तु, एउटा बडो निष्ठा नि त, ज्ञान निष्ठा। इदम न जाने यनिदम न जाने। इदम इदम भनेको यो प्रत्यक्ष वस्तु जे देखिँदैछ। मैले त न यो जे देखियो यसलाई नै मैले राम्रोसँग जाने, न अनिदम जो इदम होइन, अनिदम न जाने। जो अनिदम माने प्रत्यक्ष, अप्रत्यक्ष। इदम प्रत्यक्ष वस्तु जगत, अनिदम तद्भिन्न अप्रत्यक्ष वस्तु। यी दुईटैलाई जानिन। किम वा कियद्वा सुखमस्त्य पारम। र मैले यो पनि पत्ता लाइन कि आत्मामा कति अपार सुख छ, कति अनन्त आनन्द छ भन्ने कुरो पनि मैले जानिन। अनि त्यो अपार छ हो, यति छ भनेर जानिसक्दा त फेरि त्यति मात्रै भयो नि त। र जगतको विषय पनि मैले अब जानिन वा जान्नु छैन, वा अप्रत्यक्ष वस्तु परोक्ष परम धाममा कति के छ भन्ने कुरो पनि मलाई अब जान्नु। अनिदम भनेको अप्रत्यक्ष, ब्रह्मको गुण के हो भनेर पनि मलाई अब जान्नु, त्यो पनि म जान्दिन। जान्नेले जानुन्, भन्नेले भनुन्, तर मैले जानिन।
र यसमा कति अपार सुख छ भन्ने कुरो मैले जानिनँ। के चाहिँ जाने भने छन चाहिँ छ भन्ने चाहिँ जाने हो, तर कति छ के छ भन्ने कुरो पनि मैले जानिनँ। किनभने जान्ने भनिसक्दा किन बुद्धि नष्ट भइगयो। जाने भन्ने आधारको बुद्धि, जाने भन्ने आधारको बुद्धि विनष्ट हो। अनि आफ्ना कथाहरू सुनाएर रमाउने को हो? प्रवृत्ति हो, इन्द्रियहरू हुन्, मन आदि हुन्। त्यो पनि के भयो? मन पनि गलिता प्रवृत्ति। त्यस कारणले मैले जानिनँ। यति आनन्द छ, यति अपार छ, यति नै छ भन्ने कुरो मैले बुझिनँ र वस्तु र अवस्तुलाई मैले छोडिदिएँ। अब यो शैली हो। किनभने जसले जानै भन्छ त्यसले जान्दैन भनेर छान्दोग्यले पहिल्यै खारेज गरिसकेको छ, केनोपनिषद्ले। यस्या मतम तस्य मतम, मतम यस्य न वेदश। त्यही भएर ब्रह्माजीको शैलीमा पनि के छ? जानन्त एव जानन्तु, जान्नेले जानुन्, तर भगवान मैले तपाईलाई जानिनँ भन्दै भगवानको स्तुति गरे। किनभने परम भागवतमा ब्रह्माजी पनि एक हुन् हो। 12 भागवतमा वाचा वक्तुमशक्यमेव मनसा मंतुं न वा शक्यते स्यानन्दामृतपूरपूरितपर ब्रह्माम्बुधे वैभवम् अम्भोराशि विशीर्णवार्षिकशिला भावं भजन् मे मनो यस्यां सांसलवे विलीनमधुना नन्दात्मना निर्वृतम्। के भने वाचा मक्तुम अशक्यम। कस्तो स्थिति भयो भन्दा कति छ त्यो सुख, अध्यात्म सुख, आत्म सुख। मान्छेले संसारको सुख पाउन पनि बाफरे 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 भन्छन्। के दुई चारवटा कुरो मिलो भनेदेखि कहीँ घुम्न गइयो भने अलिक राम्रो ठाउँमा पनि बाफरे म त छक्क परेँ भने छक्क परिन्छ कि परिँदैन। अब ब्रह्मानन्दलाई अब कसो गर्नु त? ब्रह्मानन्द प्राप्त हुँदाखेरि छक्क परेको परै, छक्क परेको परै गर्ने। कति अपार छ। वाचाम वक्तुम अशक्यम, मुखले बोल्न मैले सकिनँ। अशक्यम मनसा मन्तुम नवा शक्यते, नवा मनसा मन्तुम शक्यते। बोलीले यस्तो रहेछ, यति आनन्द छ भन्न सकिएन। मनले पनि अनुमान गर्न सकिएन। किन? त्यो ब्रह्म, त्यो आनन्द शब्दको विषय होइन, त्यो आनन्द मनको विषय पनि होइन। तर मसँग अभिव्यक्तिको माध्यम के छ? वाणी र मन छ। ओके, मसँग भएका सामानै यस्ता भए कि त्यो अब विस्फोट हुने भयो क्या, त्यसले बोल्नै नसक्ने भयो। जस्तो मेलम्चीको पानी चाहिँ डाइरेक्ट ल्याएर सानो हाफ इन्ची धारामा जोडिदियो भनेदेखि ठुलो मूल चाहिँ त्यो धार त फुत्तै बाहिर निस्किहाल्छ। त्यसले त्यो लोडै बुझ्यौ नि। अब मेरो बोली भनेको कस्तो छ भनेदेखि अभिव्यक्ति हुने हो। परापश्यन्ति मध्यमा, परा ज्ञान चाहिँ वैखरीमा आउँदा कसरी आएको हुन्छ भने अब करोडौं गुना कम्ती भएर नि सुईबाट आए जस्तो आइरहेको हुन्छ। यता समुद्रमा धारो चाहिँ सुईको लगाइदियो, ट्याङ्कीमा समुद्र छ, धारो के को लगाइदियो? सुईको लगाइदियो भने हो। त्यस्तो हो शब्द भनेको त हो। साधारण व्यवहारमै पनि हामीले विचार गर्दा, कसैको कविताहरू सुन्दा, कसैको भाषण सुन्दा, मलाई पनि यस्तो अलिक दिउँ जस्तो कविता भनौँ जस्तो भित्रभित्र थुप्रो आउँछ कि आउँदैन? तर भनौँ है भनौँ भने फेरि केही हुँदैन। त्यति त भन्न सकिँदैन। के भन्दा गर्दा पनि भनिसकिँदैन, पुग्दैन। कस्तो अचम्म छ नि यो कुरो।
त्यही भएर त्यो ब्रह्मानन्दको विषयमा म बोलीले के भन्नु अब वाचाम वक्तुम मनले पनि यस्तो हो पनि अनुमान पनि कसरी गर्नु किनभने ऊ मनको विषय होइन मनोबुद्धि अहंकार चित्तानि नाहम मन बुद्धि अहंकारको विषयै होइन वाणीको वाकको विषयै होइन शब्दातीत भनियो कस्तो स्थिति भयो स्वानन्दामृत पूर पूरित पर ब्रह्माम्बुधेर वैभवम स्वानन्दको अमृतमा पूरित भएको ब्रह्मानन्दको सागरमा डुबेको हो ब्रह्मानन्दको सागरमा डुबिसकेपछि हात कसरी झिकेर यो म यो हो भन्नु त्यो समुद्रलाई मा प्रवेश गरिसकेको नदीले आफ्नो परिचय कसरी दिनु मैले समुद्र देखेँ भनेर कसरी भन्नु समुद्र देख्दा देख्दै उनी रहँदैन हो मैनले अग्नि साक्षात्कार गरिसकेपछि घृतले अग्नि साक्षात्कार गरिसकेपछि त्यो स्वतः पग्लिएर जान्छ कि जाँदैन घिउ भन्ने उसको ठोस सत्ता नै रहँदैन त अहंकार र मनको सत्ता नै सकियो अम्भोराशि विशीर्ण वार्षिक शिला भावम भजेन मे मनो मेरो मनको स्थिति कस्तो भयो अरे कुनै ठुलो माटोको कठोर डल्ला चिम्ट्या माटो हुन्छ नि दरो भएको हुन्छ है ढुङ्गो जस्तो अनि त्यो भुइँ पनि सारो भएको हुन्छ तर वर्षा भयो भनेदेखि त्यो यति गिलो र त्यहाँ टेको स्वाट्टै भासिने माटोहरू हुन्छ क्या वर्षा भइसकेपछि त्यो कठोरता स्वतः गलितगाद हुन्छ र लट्याक लुटुक दही जस्तो त्यो माटो कठोर माटो थियो तर जल संसर्गले के हुन्छ लट्याक लुटुक हिलोमा परिणत हुन्छ एकैचोटि बुझ्नु पनि पर्दैन हो त्यस्तै कठोर ममत्वको बन्धन म मेरो भन्ने भावना थियो जीवमा हो त्यो ब्रह्मज्ञानले अध्यात्मले मेरो सक्यो र यस्याम शामसलवे विलीन मधुना नन्दात्मना निर्वृतम त्यो ब्रह्मज्ञानको अनन्त अपार छ यति उति भन्ने अंश शब्द प्रयोग गरियो त्यसको थोरै अंशमा लीन भएर भन्यो नि त्यो परमात्माको सतको अनेकौं कलाको एक कला भनेर बताएको छ कि छैन सबै भन्न त सक्ने स्थिति छैन र कुनै पनि मनुष्यले मैले ब्रह्मको सबै सत्तालाई जाने भन्छ भने त्यसलाई मानिदैन पत्याइदैन र श्रुतिले पनि त्यसको विरोध गर्छ र ज्ञानीहरूले अभिव्यक्ति गर्दा कसरी गर्दा रहेछन् भने अंशमा भन्दा रहेछन् अनेक छ अपार छ मानव समुद्रको एक थोपा जस्तो हो अक्षर ब्रह्मले कतिबाट लीला गरे भन्दा सतको अनेकौं कलाको एक कला भनेको त्यो शैली हो एक अंशमा म प्रविष्ट हुँदा यति आनन्दले म स्थिर भए यति आनन्दमा म डुबे कि त्यो आत्मानन्द रूप अमृत प्रवाहबाट परिपूर्ण ब्रह्म समुद्रको वैभव वाणीमा उत्पन्न हुन सक्दैन मनमा उत्पन्न हुन सक्दैन जो जानो जानो जो डुबो डुबो र मेरो के आग्रह हो भने सबै साथीहरूलाई पनि ब्रह्मानन्दमा डुब्न मेरो आग्रह हो भन्ने भाव छात्रले प्रस्तुत गरे र दुईटा आयो हाम्रो वाचाम वक्तुम अशक्यम मनले अनुमान गर्न नसकिने स्वानन्दमा अहंकार सबै लीन हुने पूरित हुने अहंकार नै नरहने त्यो ब्रह्मलाई पूर्णमद पूर्णमिदम पूर्णात् पूर्णमुदच्यते भनिरहँदा अभिव्यक्तिका लागि अंश शब्दको प्रयोग गर्ने पूर्ण ब्रह्ममा म प्रविष्ट भएँ भन्दा अनन्त ब्रह्म रसको एक अंशमा म प्रविष्ट भएँ भन्दा मलाई सहज हुने र म प्रविष्ट भएँ भन्दा पनि ममा अहंकारको अध्यारोप नहुने स्थिति बन्ने भयो ल अभिव्यक्तिमा पनि सावधान हुने कहिलेकाहीँ बोल्दा बोल्दै अलिकति प्रमाद पनि हुन सक्छ र यी शैलीहरू शास्त्रहरूले हामीलाई यी कुराहरूमा शिक्षा दिन्छन् क्वगतम केन वा नीतम
कुत्र लीनमिदं जगत् अधुनैव मया दृष्टं नास्ति किं महदद्भुतम्। छक्क परे यार, संसारमा जुन देखिरहेको थिएँ, मेरो जगत प्रतिको जो मेरो मान्यता थियो हो, जे म हो भने कहाँ गयो, क्वगतम, कता गयो संसार, केनवा नीतम, कसले आएर लगो संसारलाई। छैन त संसार त कतै हातमा मात्रै छ। कहीँ पसो भन्दा कहाँ पसो फेरि, कुत्र वा लीनम, कुत्र वा लीनम इदम, प्रलयमा गएर डुबो अरे, के कहाँ छ र के कहाँ डुबो, खोइ केमा लिन भयो, म त छक्क पो परियो भएर त। संसार के भयो, कहाँ गयो, कसले लगो लगो, लिन भयो नि त भन्दा नि केमा कहाँ लिन भयो। छक्क पऱ्यो। अधुनैव मया दृष्टम नास्ति किं महदद्भुतम। छक्कको पर्ने कुरो छ, अद्भुत कुरो छ। जुन संसार मैले अधुनैव मया दृष्टम, भर्खर मैले देखिरहेको थिएँ, भर्खर भनेको अज्ञानावस्थामा हो, गुरु प्राप्ति पूर्व हो, शास्त्र चिन्तन पूर्व जो मैले देखेको जगत थियो त्यो त केही पनि छैन। तन नास्ति, त्यो कहीँ पनि देखिँदैन, आत्मा मात्रै छ, ब्रह्म मात्र छ। जगत खोइ कहाँ लय भयो, कहाँ लीन भयो, कहाँ प्रलय भयो, कहाँ डुबो, डुबो भन्दा पनि कहाँ डुबो डुबो। ए सबै स्वप्नबाट उड्दाखेरि सपनाका मान्छे नभए जस्तो, कता गो बोध उपलब्धि नि, बोधको स्थिति। किम हेयं किमुपादेयं किमन्यत् किं विलक्षणम् अखंडानंद पीयूष पूर्णे ब्रह्म महार्णवे। अखंडानंद पीयूष पूर्णे ब्रह्म महार्णवे। अखण्ड आनन्द रूपी अमृतले पूर्ण भएको ब्रह्मरूपी समुद्रमा, के अरे, अखण्ड आनन्द अमृतले भरिएको ब्रह्मरूपी समुद्रमा, ब्रह्म महार्णवे, किम हेयम, के त्याज्य छ, किम उपादेयम, के ग्राह्य छ, ल हेयम त्याज्यम, किम उपादेयम, के ग्राह्य छ, किमन्यत किम विलक्षणम, अरु सामान्य के छ र विलक्षण के छ, हो, सामान्य के छ, विशिष्ट के छ। ब्रह्म समुद्रमा गएर हेर्दा त केही पनि त्याज्य छैन, केही पनि ग्राह्य पनि छैन। अविद्यामा हेर्दा कोही ग्राह्य थियो, कोही त्यहाँ छान्नु पर्थ्यो नि, हो, टमाटर किन्न जाँदा त छान्नु पर्छ, कोही हेय हुन्छ, कोही ग्राह्य उपादेय हुन्छ। जे पनि हेय र उपादेय छ कि छैन, बजारमा केही चीज बीज लिएर, अविद्यामा जगतमा हेय र उपादेय छ, सामान्य र विशिष्ट छ द्वैतमा। तर ब्रह्म समुद्रमा गएर हेरेको त न कोही हेय छ, न कोही त्याज्य छ। कसले के त्याग्नु, को छ र त्याग्नु, के ग्रहण गर्नु, ग्राहक को हो, ग्राह्य वस्तु के हो, जबकि एकमात्र ब्रह्म अमृत मात्र छ। त्यस्तो छक्क पर्यो। त मोक्ष भनेको के रहेछ त? समुद्रमा गएर मिल्नु पो रहेछ। कस्तो समुद्रमा? छक्क पर्नु रहेछ हो, छक्क परेर अब के भन्नु के नभन्नु, के गर्नु के नगर्नु। मोक्षको अघि कयौं परिभाषा छन् है। यो किताब एकदम साधारण होइन है, 50 रुपियाँमा आए पनि। कतिमा आयो यो? ए 32 रुपियाँमा आएछ, भारू 20 नहेपाए। हजुर तपाईहरुको अलिक महँगो रहेछ है क्या? मोरु बनाउँदा होइन, 20 को त 32 मात्रै हो, मेरो त 20 रुपियाँको मात्रै छ।
ए 30 को 48 ए हेरौँ है यो सनातन धर्म के रहेछ त बुझ्यौ नि कसको के हो के रह्यो खोइ जगत कहाँ गयो स्वगतम केन वानितम कुत्र लीनमिदम जगत यस्तो स्थिति हुन्छ है बोधमा हो किम हेयम किमुपादेयम किमन्यत् किम विलक्षणम अखंडानंद पीयूष पूर्णे ब्रह्म महार्णवे न किंचिदत्र पश्यामि न शृणोमि न वेद्म्यहम् स्वात्मनैव सदानंद रूपेणास्मि विलक्षणः स्वात्मनैव सदानंद रूपेण अस्मि विलक्षणः आफ्नो विलक्षण स्वरूपमा आत्म स्वरूपमा म गइसकेपछि नित्यानन्द स्वरूपमा स्थित भइसकेपछि अब मैले यहाँ केही देखिनँ है साथी हो न किंचित अत्र जगत की अत्र संसारे अत्रको अन्वय कहाँ गर्ने संसारमा न किंचित अत्र पश्यामि अत्र कुत्र संसारे मैले यहाँ केही देखिनँ संसारमा न शृणोमि म केही सुन्दिनँ पनि न वेद्म्यहम् म केही जान्दिनँ पनि गुरु सोमबार के को सब्जी खानुपर्छ म जान्दिनँ भनिदिइहाल्ला हो जगतमा त अनेक धर्महरू छन् नि त हो के मलाई थाहा भएन हजुर प्रणाम भन्दा भयो क्या सुरुमा कस्तो हुन्छ भने विद्यार्थी कालमा प्राथमिक अध्ययन गरेर कहीँ गइयोहरू भने कसैले सोधेर केही मलाई थाहा छैन भन्नु पर्यो भने चाहिँ त्यो ला सकियो क्या हो पछाडि परियो अब हेप्छ कि टेर्दैन कि जे भए पनि त्यसलाई भन्नु पर्यो तर पछि के थाहा हुँदै गयो भने सबैभन्दा राम्रो चाहिँ मलाई थाहा छैन भन्नु हो र बोधको उपल्लो पराकाष्ठमा ज्ञानीहरूले के गर्दा रहेछन् थाहा नपाउँदा रहेछन् क्या किनभने जगतको सबै विषय कोही जान्न योग्य छैन र जगतै रहँदैन अनि जागतिक वस्तुको ज्ञान हुनु कोही जरुरी स्वयंको ज्ञान हुनु पर्यो बुझ्यौ अहिले कति मिटरवाला हिमालहरू उभिएका छन् भन्ने क्वेसनहरू हुन्छ नि लोकसेवामा के क्वेसनहरू हुन्छ नि सबैभन्दा अग्लो ताल कुन हो चारकोसे झाडीमा कतिवटा सखुवाका रुख छन् कोसीमा कति पानी छ नि जति भए पनि कुरो बुझेन कति घिउ उत्पादन हुन्छ यस्ता क्वेसनहरू क्या यो क्वेसन के गर्नु अध्यात्ममा भन त के हो यो क्वेसन यो के हो यो के पाठ हो यो बडो अचम्म नि के पढाएको हो यस्तो त्यसैलाई त्यस कारणले मैले केही जानिनँ जगतमा आत्माभन्दा अर्को पल्लो कुरो केही पनि रहेन रहेछ जगतै रहेन रहेछ बोधमा अष्टावक्रमा अझै मजा आउँछ पछि फेरि अष्टावक्र न किंचिदत्र पश्यामि न शृणोमि न वेद्म्यहम् म त केही नजान्ने पो भएँ किन स्वात्मनैव सदानन्द रूपेणास्मि विलक्षणः स्वात्मानन्दको विलक्षण अवस्थामा म अवस्थित छु भनेर आफ्नो भाव व्यक्त गर्दै अब गुरुदेवलाई हार्दिक आभार व्यक्त गर्छन् नमो नमस्ते गुरुदेव भोलि विचार गरौँला है